नमस्कार। नेपाल अनलाइन सेवामा यहाँलाई हार्दिक स्वागत छ। आज हामी तपाईलाई सिकाउने छौं एसएसएफ, जुनलाई हामी सामाजिक सुरक्षा कोष भन्ने गर्छौं। र सामाजिक सुरक्षा कोषमा हामीले एकचोटि रजिस्टर भइसकेपछि त्यसमा नियमित योगदान कसरी गर्ने भन्ने बारेमा आज हामी भिडियो बनाउँदै छौं। कृपया तपाईले एकचोटि भिडियो हेरिसकेपछि आफ्नो साथीभाइलाई पनि शेयर गरिदिनु होला। सामाजिक सुरक्षा कोष, जसमा अहिले वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले अनिवार्य रूपमा चाहिँ आबद्ध हुनुपर्ने नियम छ। सरकारले बनाएको नियम अनुसार चाहिँ तपाईले श्रम स्वीकृति गर्दाखेरि 1 महिनाको लागि सामाजिक सुरक्षा कोष तिरेर तपाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु पर्यो र 1 महिनाको लागि पैसा डिपोजिट गरिसकेपछि बल्ल श्रम स्वीकृति प्राप्त गर्नुहुन्छ र वैदेशिक रोजगारीमा जान पाउनुहुन्छ। र उहाँहरूलाई प्रायलाई थाहा पनि छैन सामाजिक सुरक्षा कोष गर्नुपर्छ भन्ने। उहाँले के छ भने म्यान पावरहरुमा अथवा एजेन्टबाट काम गर्नुहुन्छ अनि उले श्रम गर्दैको हुन्छ। ल त्यसपछि उहाँ आफू सामाजिक सुरक्षा कोषमा छु भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ है। वैदेशिक रोजगारीमा जाने साथीहरू अथवा स्वरोजगार साथीहरू जसले चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध भइसक्नु भएको छ र नियमित योगदान गर्नु भएको छैन भने उहाँहरुको लागि चाहिँ यो भिडियो है। धेरै अब नजानेर नगरिराख्नु भएको हुन सक्छ भने कसैलाई अब फाइदा भन्दा बेफाइदा बढी लाग्न सक्छ, त्यो आफ्नो कुरा भयो। तर यहाँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभयो तर उहाँले चाहिँ मैले कसरी योगदान गर्न सक्छु, अब मैले त्यो पैसा कसरी पे गर्न सक्छु भन्ने थाहा नहुनेहरुको लागि चाहिँ मैले यो भिडियो बनाउँदै छु। आउनुस् मेरो डेस्कटपमा। सुरुमा आफ्नो मोबाइल अथवा कम्प्युटर जे छ हजुरसँग त्यसको ब्राउजर खोल्नुस्। गुगल नै खोल्नु भयो भने हुन्छ। मैले यहाँ क्रोम ब्राउजर खोल्दै छु र त्यसपछि तपाईले सर्च गर्नुस् ssf.gov.np भनेर सर्च गर्नुस्। यसलाई इन्टर गरिसकेपछि तपाईको सामाजिक सुरक्षा कोषको साइट खुल्छ। सरकारी साइट हो, कोही बेलामा अलिकति टाइम लिन सक्छ हैन। अब नेपाल यस्तै छ। यो खुलिसकेपछि तपाई अन्त कहीँ हेर्नु परेन। अब यहाँ नेपालको झण्डा हल्लिरहेको छ, यहाँ हेर्नु भयो भने माथि कन्ट्रिब्युटर लगइन भनेको छ, त्यसमा क्लिक गर्नुस् है। अब यहाँ कन्ट्रिब्युटर लगइन तपाईको युजर नेम पासवर्ड SSID मागेको छ, तर यो केही पनि गर्नु पर्दैन। यो गर्नुपर्ने चाहिँ जसले म 1 महिना भन्दा बढी को पैसा चाहिँ 2 महिना 3 महिना अथवा 5-7 महिना को पैसा एकैचोटि तिर्छु हैन, म 6-6 महिना पैसा तिर्छु, 3 महिना तिर्छु भन्नेहरुको लागि चाहिँ यो लगइन गर्नुपर्छ। लगइन गरे कति महिनाको पे गर्ने, कति अमाउन्ट पे गर्ने त्यो गरिसकेर सब्मिसन नम्बर निकाल्नुपर्छ। यसको बारेमा पनि हामी पछि भिडियो बनाउने छौं। तर अहिलेलाई हामीले वैदेशिक रोजगारी भन्ने एउटा छुट्टै सेक्सन छ, त्यसमा स्वरोजगार नयाँ दर्ता, स्वरोजगार लगइन, नियमित योगदान भन्ने छ। हामी जान्छौं नियमित योगदान तर्फ र यहाँ तपाईले आफ्नो SSF ID हाल्नु पर्यो है। अब यहाँ एकजना हामीले काम गरिसकेको कस्टमरको छ, उहाँको हाल्दै छु म। तपाईले आफ्नो SSF ID हाल्नु होला है, जुन चाहिँ श्रमको स्टिकरमा हुन्छ है तपाईको। आफ्नो SSF ID हाल्नुस्। त्यसपछि पासपोर्ट नम्बर हाल्नुस्। त्यसपछि आफ्नो जन्म मिति हाल्नुस्। यहाँ जन्म मिति हाल्दा चाहिँ नेपाली हाल्नु होला विक्रम सम्वतमा र तपाईले राख्दाखेरि पहिला वर्ष राख्नुस्, त्यसपछि डट हाल्नुस्, अनि फेरि महिना राख्नुस्, फेरि डट गर्नुस्, अनि फेरि गते हाल्नुस् र त्यसपछि एउटा क्याप्चा हुन्छ, त्यो क्याप्चालाई टाइप गर्नुस्। र क्याप्चा हालिसकेपछि यहाँ भ्यालिडेट गरिदिनुस्। अब यसले एकैछिन टाइम लिन्छ, यहाँ केही पनि सो नभए पनि काम भइरहेको हुन्छ। एकछिनमा तपाईले कति पैसा तिर्नुपर्छ भनेर यहाँ देखाउँछ है। तपाईले तिर्नुपर्ने पैसा भनेको 2307 रुपैयाँ 9 पैसा। वैदेशिक रोजगारीमा जानेहरुले चाहिँ 2308 तिर्नुहुन्छ। अब तर यसले एक्चुअल अमाउन्ट भनेको चाहिँ 2307 रुपैयाँ 9 पैसा हो। अब तपाईले तिर्दा फेरि यहाँ जति पैसा देखाएको छ येलो अमाउन्ट भनेर 2307.9 पैसा, यो पैसा भन्दा बढी पैसा तपाईले पे गर्नु पर्यो। मिनिमम यति पे गर्नु पर्यो। अब मैले गर्छु यहाँ तपाईको 2307 छ, मैले 2308 हाने र यसलाई सबमिट गरेँ।
एकैछिन यसले पनि टाइम लेख्छ। त्यसपछि यसले यहाँ एउटा सब्मिसन नम्बर दिन्छ। यो सब्मिसन नम्बर चाहिँ कपी गर्नुहोस् अथवा कतै टिपोट गरेर राख्नुहोस् र तपाईँले पे गर्दाखेरि अब आफ्नो वालेट के छ, तपाईँले ई सेवा खल्ती आइएमई के चलाउनुहुन्छ अथवा कनेक्ट आइपिएसबाट पनि हुन्छ, त्यसलाई खोल्नुहोस् है। अब मैले यहाँ तपाईँलाई देखाउँदैछु, आइएमबाट देखाउँदैछु। मैले आफ्नो आइएमई लगइन गरेँ र यहाँ आइएममा चाहिँ अब कुनैको छुट्टै हुन्छ है, सबैको एउटै हुन्छ भन्ने छैन। आइएममा गभर्मेन्ट पेमेन्ट भनेर छ, तपाईँको ई सेवाहरूमा डोफे पेमेन्ट भनेर छ, त्यो छुट्टै हुन्छ है सबैमा। अब मैले यहाँ आइएममा चाहिँ सोसल सेक्युरिटी फन्ड V2 भनेर छ यसमा चाहिँ होइन। अब मैले अहिलेको सब्मिसन नम्बरलाई यहाँ हाने, त्यसपछि आफ्नो SSF आइडी हान्छु। यति हानेर प्रोसेस गरिसके पछाडि तपाईँको यहाँ डिटेल देखाउँछ, तपाईँले कुन महिनाको तिर्दै हुनुहुन्छ भनेर पनि देखाउँछ है। र आफ्नो फोन नम्बर हालिसकेपछि प्रोसेस गरिदिनुहोस्। प्रोसेस गरिसके पछाडि तपाईँले तिर्नु भएको 2308 रुपियाँ तपाईँको आफ्नो सामाजिक सुरक्षा कोषको नियमित योगदानतर्फ जम्मा भएर बसेको हुन्छ है। तपाईँले तिर्नु भएको 2308 रुपियाँ चाहिँ तपाईँको आफ्नो सामाजिक सुरक्षा कोषको नियमित योगदानमा जम्मा भएर बसेको हुन्छ है त। तपाईँले यस्तै भिडियो हेर्नको लागि हामीलाई सब्सक्राइब गर्नुहोला, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला, भिडियो लाइक गरिदिनुहोस्, के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् र मन पर्यो भने आफ्नो साथीभाइलाई पनि सेयर गरिदिनुहोस्। विशेष गरेर वैदेशिक रोजगारीमा रहनुभएका साथीभाइहरूलाई सेयर गर्न नभुल्नुहोला। हस्, धन्यवाद।